आज भने चाहिँ म मेरो गाईको दुध दुगाउने भिडियो गर्दैछु साथीहरु। हेर्नु होला मेरो गाईले कति दुध दिन्छ। अलिक मजाले देखिँदैन होला। गाई चाहिँ साह्रै चल्छ हौ। हामी बुढाबुढी मिलेर गाईको दुध दुदैछौँ। कति दुध दिन्छ अलिक धेरै सानो राख्नु पर्दैन नि। त्यति नै हो यसको दुध। टिकाले मोमो पैसा कसेर बनाइदिनु पर्छ भनेर आयोगलाई त्यहाँनिर माग्नु पर्छ र अनि उसलाई पनि खानु लाग्छ रहेछ। 100 लोन पार लाग्नु पर्छ भने हेर न माया नगर न हौ यति साह्रो। गाईले पनि यति धेरै माया गर्छ मलाई। चाटेको ला लुगा पानी छोड्छ नगर ला दुध पटा छिटो। कस्तो गर्मी भयो। मेरो गाईको दुध चाहिँ यति हुन्छ साथीहरु। यति हुन्छ मेरो गाईको दुध। अनि त्यसपछि छ यहाँ आधी लिटर जति। आधी लिटर भन्दा धेरै नै छ। 600-700 ग्राम अलिक छैन हौ। 600 ग्राम ज्यादा रहेछ। आधी लिटर भन्दा ज्यादा। यति आयो मेरो गाईको दुध साथीहरु। म चाहिँ साथीहरु डेरी गएको दुध पुराउनु। दुध चाहिँ बुढाले बोक्दै हुन्छ क्या। बुढा चाहिँ बल खेल्नु जानुहुन्छ नि त। अनि गोल ग्राउन्डसम्म चाहिँ के अरे बुढाले दुध बोक्दै हुँदैछ। अनि त्यहाँदेखि चाहिँ म बोक्छु। दुध पुराउने डेरी चाहिँ घरदेखि नजिकै छ। त्यही भएर हाँस है आशा स्वास्थ्यको लागि राम्रो। हाँस्नको लागि रिसमा मन खुलेर दिल खुलेर हाँस। कति छिटो हिँड्नुहुन्छ मलाई छोडेर। के गर्नु साथीहरु बुढेसकालमा पनि बुढोको के अरे त्यो 16 वर्षीय जवान 17-18 वर्षमा त्यो गोल खेल्ने जवान अझै गएन। 40 पुगिसक्नु भइसक्यो। 40 छैन 40 को बिच। लु हेर्नु त अनुहार थाहा हुन्छ नि 40 पुगे खै छैन भनेर। पुरा गर्नुहुन्छ। जान्नु भयो। बडा कहाँ पुग्राम भयो। खोइदिनु यहाँदेखि चाहिँ मेरो पालो हान्छ। गाडीलाई त उल्टै म लडाइदिन्छु। यो चाहिँ भयो हाम्रो फुटबल ग्राउन्ड। यहाँ चाहिँ गोल खेल्नुहुन्छ सबैजना दाजुभाइ त के भन्नु भाइहरू हुनुहुन्छ। सबैजना बल खेल्ने फुटबल थुप्रै पनि हुँदो रहेछ हौ। किराय सरी यतिखेर त राम्रो हरियो निसिरहेछ ग्राउन्ड पनि दामी। यतै हो डेरी दुध पुर्याउने ठाउँ चाहिँ।
ओ सुन्दर सुन्दर के छ तिम्रो खबर कुनलाई देखाएको तिमीलाई तिमी मेरो साथी केटाकेटीको साथी बुढो भयो म भन्दा लु हामी दुतवालीहरू हैन आन्टी हामी दुतवाली लाठीले फोटो बनाएको किन लजाको अनि हामी यहाँ दुधमा डेरीमा दुध पुऱ्याउन आएको कि अनि यहाँ आन्टी हुनुहुन्छ म छु अनि उता अनुष्का कहाँको लजाएर यहाँ 1-2 दिनपछि यहाँ हाम्रो सबाजु पनि आउनुहुन्छ उहाँ पनि आउनुहुन्छ उहाँको गाई थाकेर फेरि बिहाइसक्यो हाम्रो चाहिँ कहिले अब हो त त्यो त नि फाइदा हस् त माइजू हेर्नु दुध गर्दैछ ए हाम्रो माइजू दुध भर्दै हुनुहुन्छ कति पुगो दुध अब थाहा हुन्छ हेर्नु साथीहरू अरे होइन यहाँ भिडियोमा साथीहरू 7 लिटर छैन 7 लिटर अझै 7 लिटर आउँदैन नि माइजू मेरो आएको छैन 6 लिटर 200 ग्राम त्यति भएछ अरे सिनियर तिमी नै हो म त सिनियर हो नि अबि दुध ल्याउनुमा सबैभन्दा सिनियर म है मलाई यहाँ प्राइज चाहियो नि त फर्स्ट विनर सिनियरलाई माइजू उसले नै पैसा लान्छ बेसरी उसले प्राइज माग्छ ला पर्यो नि त नि हैन अनि सिनियर महरूसित सिनियर त दिनु पर्दैन नि त के विदेश नगएर पैसा पछि तिमीलाई जित्छ मेरोले अब आज थाक्दै जान्छ नि जितो भने राम्रो शुभकामना सबलाई जितेको हैन अनि फर्स्ट जितो राम्रो त नआएको हैन हामी गीत गाएको खिच न अनि गीत गाउनु न त के म गीत गाइदिनु तपाईँ नाच्नुहुन्छ सिप्पालु छु नि फेरि पहिलाको नसँगै नाता नाता लप परेको नाता नाता लप परेको हल्ला नगरी फेरि हल्ला नगरी भन्दैछ हेर न हो कि नाच्नु न भनेको म गीत गाउँछु त्यहाँ नाच्न आएको उतातिर पो लप परेको अनि त्यतिकै जिन्दगी चलिरहेछ जता नाचे पनि यहाँ भइरहेछ छोराछोरी हुर्के यहाँ गरी खाइरहेछ मजाले यही त राम्रो अनि यता न उता भएको भए के गर्नु माइजू मात्र मेरो सपोर्ट हुनुहुन्छ यता न उता भएको भए मैले ठिक गरिन माइजू एकदम ठीक छ अनि ठिक गरेर नि अब भइगयो त अनि म त आज उता जाउँ उता आरामतिर त मामा जान्थे हुनु नराम्रो छ मामाले मलाई भान्जी मैले जिते नि होइन राम्रो हुन्छ छोरा सँगै हुर्किसक्यो भाइ भन्ने मेरो छोरा त मेरो ठुलो छ छोरी भएको छैन छोरी भएको छैन त अब एउटा छोरी त छोराले ल्याइहाल्छ नि के को पिर चिन्ता म जस्तो यहाँनिर भाग्यमानी को छ र 2-2वटा के अरे छोराको आमा यी प्रगति उन्नति धेरै गरेछु मैले म यिनी त हो के भनेको सक्छ त कसैले मलाई सक्दैन नि फेरि गीत गायौँ भने फेरि अहिले यहाँ नाचे मान्छेको हुनु न एहो आज त निशा पनि आइपुग्यो त हौ अनि आज के हो अनि सलाई ल्याएको जस्तो अनि भेट भएको थिएन आज यहाँ भिडियो बनाऊ भनेको त यस्तो दुधवाली आउनु भयो दुधवाली आफू चाहिँ के वालीको अनि हामी दुधवाली अघि मैले भनेको त्यत्रो होइन मतलब हामी गाईको दुध ल्याउने गाई पालनवालाहरू थुप्रो पछि हाम्रो यो गाउँमा त गाई पालन थुप्रो छ यहाँ डेरीमा दुध अट्टी नअट्टी भएर धेरै भइसकिसक्यो म त बाल्टीमा ठुलो बाल्टीमा म त त्यो चान्चुनीमा बोक्दिनँ फेरि अनि उले त्यसै थाक्दै यत्रो ठुलो बाल्टीमा बोक्छु चौबाजी गर्नु फेरि हामी त डेरीबाट अब फर्केको लु बिस्तारै आउनु हामी त लाग्यौँ भयो त सेस्मिला भयो त्यसलाई लुगा ठिक भयो अघि बाल्टीमा दुध अहिले खाली हजुर यो बाटीमा उहाँहरूको बाटो साँझ पऱ्यो रे अनि त्यही भएर बार्नु भएको रे तल्लो घरको हाम्रो त गाउँमा जङ्गल नजिकै छ घाँस दाउरा त मजाले पाइन्छ भ्लग बनाएको तर यो मेरो भ्लग चाहिँ अलिकति खोइ मेरो के अरे भ्लगमा भिडियोमा लाइक के अरे सब्सक्राइब धेरै आउनु पर्यो साथीहरू मलाई यहाँ सब्सक्राइब गर्नु पर्यो भिडियो लाइक गर्नु पर्यो कमेन्ट गर्नु पर्यो सेयर पनि गरिदिनु पर्यो हो कि होइन हो भनिदिनु नि हौ लु गरिहाल्नु है साथीहरू मेरो आग्रह छ यो